मैले यहाँ बसेर पनि केही गर्न सकिनँ। सबैले घरमा पनि हेर्छन् मलाई, केही गरेन भनेर। अब गोरे काटो बाटो पढे लेखेको पनि छ, उसलाई कुरा चलाउनु पर्यो विदेश जाउँ भनेर। अनि त्यसको आधी भाग मैले पनि पाउँछु। अब उसलाई विदेश जाने कुरा गर्नु पर्यो। तेरो खबर के छ हौ? के हुनु, सबै ठिकठाक छ हौ मेरो त। म सल्लाह गर्न आएको, कमाइ गरेन भनेर घरमा मलाई हेला गर्न थाले। तेरो काम केही छैन, तेरो नि केही काम छैन। यहाँ परदेश जाउँ, त पढे लेखेको छ, पैसा कमाएर आउँ, पछि बाटौँला नि। के छ विचार? तेरो कुरा मलाई मन पर्यो। यहाँ बसेर बेकार बस्नुभन्दा त जाउँ न त, जाउँ। गुड, हामी दुवैको कुरा मिल्यो। यस ल, अब तयारी गरौँ है त। भोलि नै जाउँ है त। हामी दुवैको कुरा मिल्यो, भोलि नै जाउँ। गुड, हात मिलाउँ। ल, भोलि हामी दुवै तयारी भएर गइहालौँ है। भोलि नै जानुपर्छ, के यहाँ बसिरहँ है। ल ओके, डन। थम्सअप पनि है त। ल भोलि सबैलाई जाउँ, तयारी गर्न गइहालौँ। ल कामको मान्छे खाने बेलामा त थुप्रो आउनुपर्छ, त्यो पारा। मलाई देख्ने बित्तिकै गाली गरिराख्नुपर्छ। म भोलि बिहानै विदेश जाँदैछु। अब हेर, यो कुरो अघि नै भन्नु पर्दैन, गाडी नै गर्ने थिएन। हेर, आमामा साँच्चै हो, रियली हो, जाने नै हो त। यस, खुसी लाग्यो है अब चाहिँ। होइन हौ, यो जुठे त अझै तयार भइसकेको छैन क्या हो? जुठे छिटो न, तयार। कति ढिलो गरेको, फेरि गाडी छुट्छ नि त, ढिलो हुन्छ फेरि। भयो बस्दै गर्न एकछिन। ए तेरिका, ल तिमीहरू त परदेश पो जान लागेको रहेछ त हौ। एक्कासी थाहै छैन त। हामीलाई त साथीभाइलाई नि भन्दैनौ, कुरा गर्दैनौ। के हो, तिमीहरू त अचम्मको मान्छे। ओला भाइ रिसाउँदैछ कि क्या हो? नरिसाउ न। हामीले त्यस्तै पर त अचानक जानुपर्ने परिस्थिति आयो। हामी उहाँ परदेश गएर पनि हामी कल गर्दै गर्छौँ। ल जाउँ गयौँ है कोला भाइ। ल गएको है, बस्दै गर, हामी फोन गर्छौँ। ल जाऊ, तिमीहरूलाई म पर डाँडासम्म पुर्याइदिन्छु। ल अब म पनि गएको, केटाहरूलाई डाँडासम्म पुर्याइदिनु पर्यो। ए बाबु, ल बाबु, ल ए कोला भाइ, हामी धेरै बसिँदैन। 2-3 वर्ष पछाडि त हामी आइहाल्छौँ नि। ढुक्क तरिकाले बस है भाइ। ए कोला सुन्दैन? के हो बारीपट्टि के हेरेको? को छ? को भएको? कहाँ कसलाई हेरेको? ए फर्केर आइहाल्छ नि, के को टेन्सन लिएको त? जाउँ, टेन्सन लिने हो र? विदेश त विदेशै हो नि। कति राम्रो, सफा, सुन्दर छ है। तेरिका, गोरेको बुद्धिले गर्दा हामीले धेरै पैसा कमाइसकेका छौँ। अब त्यो पैसा सबै कसरी आफ्नो बनाउने होला? गोरे, हामीले धेरै धन कमाइसक्यौँ। अब अर्काको देशमा धेरै बस्न ठिक छैन। जाउँ घर, उहीँ केही उद्यम गरेर बसाउँला नि। साँच्चै हामी आएको त म 2 वर्ष पो भइसक्यो है। जाउँ न त, जाउँ। हामीले पैसा अलिअलि कमाएकै छ। जाउँ है, जाउँ। जसरी भए पनि
यो सम्पत्ति सबै मेरो बनाउँछु। यो मैले त बोकेको छ, यो सबै सम्पत्ति अब मैले कसरी आफ्नो बनाउने त? यसलाई अब कसरी ठग्ने त? कुन आइडियाले ठग्ने त? अब यसलाई केही आइडिया त अपनाउनु पर्यो। ओइ गोरे, ओइ गोरे, मेरो कुरा सुन्न। ओइ भन्न दुखे भन्, के भन्नु खोजेको भन्न, हिँड्दै गफ गर्दा नि भइहाल्छ नि। गोरे, हामीसँग धेरै धन छ, गाउँमा सबै लग्यो भने अरूको आँखा लाग्छन्। त्यसैले सबै धन यही कतै लुकाएर अलिअलि मात्र लिएर जाउँ। केही दिनपछि सँगै आएर लिएर जाउँला। मेरो आइडिया तँलाई कस्तो लाग्यो? पैसा लुकाउने ठाउँ पनि पछाडि रुखको टोड्का रहेछ, त्यहीँ लुकाउँदाखेरि धेरै राम्रो हुन्छ। हुन्छ, किन नहुनु? यसै टोड्कामा लुकाएर जाउँ न त। ल ल, अब यही टोड्कामा झ्याप्प राखेर जानुपर्छ। आवश्यक पर्दा दुवैजना सँगै भइहाल्छ। ओके छ, ओके छ, भइहाल्छ। यति भएपछि त अब कसले देखेर कसले थाहा पाउँछ र होइन? ल ल, ठिक भयो। अब त्यो धन म सबै ल्याउँछु, एक्लै ल्याउँछु, म आफ्नो बनाउँछु। त्यो पैसा सबै मेरै बनाउँछु। अब सुटु कतिले थाहा पाउँदैन। आहा, यो धन सबै मेरो। गाउँकै धनी मान्छे हुने भए म पनि अब। आज अत्यान्दै खुसीको दिन, मेरो सपना पुरा भएको छ। अब गोरेलाई मलाई साह्रो पैसाको समस्या पर्यो, पैसा झिक्न जाउँ भनेर लानु पर्यो। पैसाको समस्या पर्यो र तँलाई नै भेट्न आउने थिएँ, बाटैमा पो भेट भयो। ए ल ल, राम्रै भयो। ल भइहाल्छ नि, समस्या नै पर्यो भने जाउँ न त पैसा झिक्न। ठ्याक्कै जाउँ, झ्याप्पै पैसा झिकेर आउनुपर्छ। होइन, रुखको टोड्को त रित्तो छ त। म के देख्दै छु गोरे? अब के देख्दै छु? यो के भयो यस्तो? रुखको पैसा छैन त के हो? यस्तो नि हुन्छ? गोरे, मैले तँलाई साथी ठानेर विश्वास गरेँ, तैँले त एक्लै आएर सबै धन लगिछस्। लो भन्, धन कहाँ छ? तँ त साँच्चीकै चोर रहेछस्। अब पञ्चायतमा हिँड छलफलको लागि। ल, यो पञ्च भेलाले मलाई चाहिँ राम्ररी न्याय दिनु पर्यो। म चाहिँ बर्बादीमा परेँ, त्यत्रो वर्षको कमाइ। हेर्नुहोस् पञ्चहरू, राम्ररी मलाई न्याय दिनु पर्यो। धन त मेरो पनि हराएको हो, बिना प्रमाण चोर लाउन पाउँदैन मान्छेलाई। गोरेको कुरा पनि ठिकै हो। भोलि धन राखेको ठाउँमा जाउँ, म वन देउता बगाइदिन्छु नि त। त्यसो भए आजलाई जाउँ, भोलि जङ्गलमा भेटौँला नि त। ए बुढा हजुर, आज छोराको लागि तपाईँले जङ्गलमा एक रात बस्दिनु पर्यो। मैले अस्ति एक बुढा पैसा ल्याएको थिएँ नि, हो त्यो गोएर मेरो हो कमाइ हो। अब हो त्यो एकलौटी पैसा बनाउनुको लागि तपाईँ जङ्गलमा बस्दिनु पर्यो। हामीले त्यो सबै पैसा हामीले नै राख्नुपर्छ, त्यो गोरेलाई नदिने। र मैले भने अनुसार तपाईँले काम गरिदिनु पर्यो। ल भोलि पञ्चहरूले भन्देउता धन गोरेले चोरेको हो कि जुठेले भन्छ, त्यतिखेर तपाईँले धन त गोरेले चोरेको हो भनेर भनिदिनु है। ल जा त अब। ल राम्ररी बस्नु बुढा, म भोलि बिहानै आउँछु। ल, अब शर्त अनुसार वन देउतालाई सोध्ने काम गरौँ है त, को चोर भनेर है। ओके, ढिलो नगरौँ। ल अब सोधिहालौँ। ल अब सोध्नुपर्छ। हे वन देउता, धन गोरेले चोरेको हो कि झुठेले चोरेको हो? सत्य कुरा बताइदिनु पर्यो। धन त गोरेले नै चोरेको छ। फेरि पनि भन्छु, धन त गोरेले नै चोरेको छ।
ल गोरे बन्देउको कुरा सुन्यो होला नि के भन्नु सुतेको शङ्का सत्य साबित हुन गएको छ अब गोरेले सम्पूर्ण धन सम्पत्ति जुठेलाई फिर्ता गर्नुपर्नेछ केही शङ्का अरू केही छ म यस्तो गल्ती गर्दै गर्दिन मलाई शङ्का लाग्यो एकचोटि चेक गर्छु बाहिर कसले के गरौँ भागेर काम छैन है भागेर काम छैन चिनिहाल्यो भागेर काम छैन यता आऊ ए दुखी चोर डाका फटा दिँदा त तपको छ यत्रो समाजलाई दुःख दिन्छ हामीलाई चोर फटा डाका अब त चोर भनेर यो सबै मेरो छोराले सिकाएर मैले गरेको हो मेरो गल्ती छैन अब म घर जान्छु यो सारोस मेरो शरीर पोलिरहेको छ म गएँ है त झुटे चोर डाका अब त्यो पैसा धन सम्पत्ति के कति छ सम्पूर्ण फिर्ता गर अब पुलिसको हातमा तँलाई हामी थमाइदिन्छौँ जाऊ त मैले आफ्नै साथीलाई विश्वासघात गर्न खोजेको हो म गल्तीको सजाय भोग्न म तयार छु यो समाजको त कलङ्क चोर रहेछस् अब चौकी थानामा हिँड अब बाबु गोरे बाबु छोरीबाट कराउँछ तिमी एकदम सत्ता रहेछौ त्यसले अब आफ्नो कुकर्मको सजाय पाउनेछ तिमीले न्याय पाउनेछौ नमस्कार मेरो भिडियो राम्रो लागेमा लाइक कमेन्ट अनि सब्स्क्राइब गरिदिनुस् है गुड बाई